आज नेप्से अलमोस्ट 40 पोइन्टले बढेर 2600 मा एन्ड भएको छ। होल डे नै नेप्से राइजमै थियो। 237 स्क्रिप्ट्स ग्रीन छन् भने 18 मात्रै रेडमा एन्ड भएको छन्। टप गेनरमा सागर बन्दीपुर झापा, टप लुजरमा PHCL, MEL र SAPDBL, टप टर्नओभरमा NRN, PHCL र राधी, टप भोल्युममा PHCL, NRN र SPDL, टप ट्रान्ज्याक्सनमा बुङ्गल, DHL र PHCL छन्। आजको चार्ट हेर्दाखेरि आजको चार्टमा ठुलो ग्रीन क्यान्डल भएर एन्ड भएको छ। इट्स अलमोस्ट अ माराबुजो क्यान्डल नै हो है, किनभने विक एकदम सानो विक माथि मात्रै बनेको छ। दिस इज अ गुड इन्डिकेटर। मैले लास्ट फ्यु डेज भिडियो बनाएको थिइनँ बिकज आई वाज नट अनलाइन इन द मार्केट। अहिले हेर्दाखेरि चाहिँ के देखिन्छ भन्दा वेन्सडेको भोल्युम चाहिँ वेन्सडेमा चाहिँ खासै केही चेन्ज भएको थिएन, इभन दो वी क्यान सी द क्यान्डल स्लोली राइजिङ होइन, त्यही पनि खासै केही चेन्ज थिएन किनभने भोल्युम त्यस्तो सिग्निफिकेन्ट थिएन। यु क्यान सी यो भन्दा अगाडिको फ्यु डेज फ्रम सन्डे November 16 देखि नै हेर्न सकिन्छ होइन। इभन 3.9 थियो, फेरि इभन 3.94 4, सो 0.1 अर्बको मात्रै चेन्जेस आइरहेको थियो भोल्युममा हिजो। सो हिजो वेन्सडे चाहिँ 3.7 भनेको 3.8 जस्तो भोल्युम रहेछ होइन, 3.7। त्यसपछि एकैचोटि वेन्सडे टु थर्सडे चाहिँ 4.7 आएछ। सो 1 अर्बको चेन्ज देखियो है यो फ्रम वेन्सडे टु थर्सडे। थर्सडेको तपाईँहरूले क्यान्डल हेर्दाखेरि त्यस्तो सिग्निफिकेन्ट क्यान्डल त लाग्दैन होइन, तर तपाईँले भोल्युम हेर्नुभयो भने थाहा हुन्छ कि सन्डे चाहिँ राइज आउँछ भनेर, किनभने त्योभन्दा अगाडिको हप्तामा 0.1 अर्बको मात्रै चेन्जेस छ र सडनली वेन्सडे टु थर्सडे 1 अर्बको चेन्ज देखिन्छ। इभन दो क्यान्डल इम्प्रेसिभ छैन भने पनि you can understand कि सन्डे चाहिँ राइज आउनु चान्सेस एकदम हाई छ भनेर होइन। एन्ड वाट आई ह्याड सेड कि यो सपोर्ट क्रस गर्नुको लागि चाहिँ भोल्युम यसरी ठुलो आएपछि मात्रै क्रस हुन्छ भनेर। अफकोर्स वी वुड हेभ एक्सपेक्टेड बेटर 5.5 जस्तो अर्बको भोल्युम आएको भए हुन्थ्यो, तर स्टिल एकै दिनमा 1 अर्बको चेन्ज हामीले अगाडि देखेको थिएनौँ लास्ट विक जस्तोमा। सो त्यसले गर्दाखेरि नै आजको चाहिँ राइज आएको हो होइन, पोजिटिभ सेन्टिमेन्ट पनि बढेको छ र आजको भोल्युम छ 6.2 अर्बको। यो हामीले पहिला बनाएको एउटा 2580 मा लाइन राखेको छौँ सपोर्टको, त्यसलाई चाहिँ क्रस नै गरेर एन्ड भएको छ आज, विच इज अ गुड साइन। तर अर्को के भन्न सकिन्छ भने सपोर्ट भनेको एउटा पोइन्ट त हुँदैन र जोन हो, सो स्टिल अलिकति क्रुसियल जोनमा चाहिँ छ। इफ यु फलो दिस लाइन यु क्यान सी यहाँ अर्को सपोर्ट यही लेभलमा छ होइन, सो इट विल स्टिल हेभ टु क्रस दिस ओभर। अनि अब यसमा दुईवटा पोइन्ट हेर्दाखेरि यो पुरानो यो जुन अनयुजुअल सिचुएसनको अहिले डिस्रिगार्डै गर्ने हो भने पनि यो पालि चाहिँ हायर लो बनाउनु सक्सेसफुल भयो नेप्से होइन। सो द्याट्स प्रिटी क्लियर, राम्रोसँग हायर लो बनाएको छ र माथि गइरहेको छ। र अब हामीले नेक्स्ट के कुरिरहेको छ भन्दाखेरि अब हायर हाई बनाउने होइन। सो यसको लागि अहिलेको लागि हायर हाई भनेको कहाँ हुन्छ भन्दा यो विकको माथि 2550 भन्दा माथि गएर 2650 भन्दा माथि गएर एन्ड हुनु पर्यो यो। सो त्यसले चाहिँ के गर्छ त, यसले चेन्ज अफ क्यारेक्टर आइसक्यो यहाँ, त्यसले यो पनि कन्फर्मेसन दिन्छ होइन, सेकेन्ड पोइन्ट पनि दिन्छ यसले जब कि हायर हाई बन्यो भने। र जब त्यो हायर हाई बनाउँछ र फेरि अहिले तल आउँछ त्यो चाहिँ नेप्सेको अकर्डिङको बाई सिग्नल आउँछ है त्यति बेला चाहिँ, बिकज अब चाहिँ मार्केट स्ट्रक्चर सिफ्ट भएको कन्फर्मेसन पनि आइसकेको हुन्छ। लेट्स होप द्याट यो भोल्युम चाहिँ इन्क्रिज हुँदै जान्छ है, द्याट इज द ओन्ली थिङ द्याट विल बी पुसिङ दिस अपवर्ड हाम्रो नेप्सेलाई। अब लेट्स लुक एट 1 आवरली चार्ट कि हाम्रो भोल्युम आएको त हो तर कस्तो खालको भोल्युम आयो त भन्दाखेरि एज यु क्यान सी फर्स्ट 3 आवरमा बाइङ नै देखिन्छ, लास्ट आवरमा सेलिङ देखिन्छ है। बट इभन दिस इफ यु गो टु द 30 मिनट चार्ट यसमा के देखिन्छ त, त्यो लास्ट आवरको पनि हाफ लेस देन हाफ मात्रै बाइङ सेलिङ थियो, एक्चुअली त बाइङ नै थियो है 30 मिनट्समा हेर्दाखेरि। सो अलमोस्ट 1 अर्बको बाइङ थियो भने 0.5 को मात्रै सेलिङ थियो। सो एज यु क्यान सी ओभरअल नै आज चाहिँ बाइङ नै आएको हो, त्यही भएर राम्रो ठुलो माराबुजो क्यान्डल बनाएर सपोर्ट भन्दा पुरानो रेजिस्टेन्स भन्दा पनि माथि गएर गयो एन्ड भयो। सो अल अफ दिस इज अ गुड साइन। अब वी जस्ट वान्ट दिस टु कन्टिन्यू होइन, भोल्युम इन्क्रिज हुँदै जाने बाइङको र यो माथि नै बस्ने। अभियसली यो माथि नै एकैचोटि त जाँदैन होइन, सो हामीलाई नेक्स्ट यसले बाइङ एन्ट्री दिने भनेको हायर हाई बनाएर फेरि तल सपोर्टको लेभलमा आएपछि चाहिँ अनि त्यसपछि बाइङमा जान्छ है। ओके, अब आजको लागि यति नै रिभ्यूमा, भोलि फेरि कुरा गरौँला। थ्याङ्क यू।